हेलो नमस्कार तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अन्त आज चाहिँ मलाई सानो मिनी ब्लग्स हाल्नु मन पर्यो नि त अब अरूकोमा त कति हेर्नु कहिलेकाहीँ त आफ्नो पनि मिनी ब्लग्स हेरिदिनुहोस् होला भनेर चाहिँ मैले बनाउँदैछु होइन अन्त यो चाहिँ मैले आधी बिचबाट बनाएको नि त आज चाहिँ यो कुच्चो चाहिँ सुकिसकेको थियो त्यो भएर चाहिँ अब बेच्नुको लागि चाहिँ हल्का मिलाउँदै थियो हामीले होइन तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो होला लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला अन्त मन पऱ्यो भने म फेरि पनि नेक्स्ट भिडियो ल्याउने छु अन्त आजको दिन मैले के काम गरेँ तपाईँहरूले भिडियोमा हेर्नु सक्नुहुनेछ बुहारी खोजिदिनु अरे हो यता आमालाई चाहिँ कुचो बेचेर के ल्याइदिनु भनेको त कि लाङ्छाको सुप पो खाने अरे एक हप्ता एक महिना नसुक्ने खालको साडी किनिदिनु अरे कुचो बेचेर उहाँलाई चाहिँ के किनिदिनु के लगाइदिनु अरे मुमा ए कुचो बेचेर सिसकेपछि सबै काम गर्छु कुच्चो पनि बोक्नु भ्याउँछु बान्नु पनि भ्याउँछु अन्त यो हँसियाको यो बेर पनि बनाउनु भ्याएको छु देख्यो मलाई नपत्याएको तपाईँहरूले जसले रिस उठाउँछ यो हँसिया म यहाँ बेर लगाइसकेर चाहिँ नि यसले नै म काटिदिन्छु भनेर भन्नु मिल्दैन ए यो चाहिँ मैले लगाएको कतिले पत्याउनुहुन्छ होला कतिले चाहिँ पत्याउँदैन होला है अब म काम गर्दिनँ भनेर अनि अघि मैले चाहिँ यो बेर बनाइसकेको छु यो काँचो पनि हालिसकेको छु हो काँचो चाहिँ यो होला भन्छ अब म यहाँ टक्कै पारेर यस्तो बोलेको हातमा लगायो कस्तो चाहिँ हुन्छ मिस्टेक गर्नु नि हातमा धोरो बस्नुपर्छ यो काँचो त कहाँ बोल्छ त मैले यो तन्काएर नि अलिक पिटेर चाहिँ लामो गरौँ भनेको किन पिट्नु फेरि पातला हुन्छ यो होइन यो भाइ हेर त यतिको पछि ठिकै छ यो अलिक बाङ्गो भएछ हौ भाइ ओइ यहाँ आइज त यहाँले त यतिको भयो कस्तो बाङ्गो रहेछ त हौ हँसियो त यो चाहिँ मैले अलिक सिधा भन्नु अलिक बाङ्गो रहेछ कि ए हेर त भाइ भयो यो अलिक बाङ्गो लुज हुन्छ नि त भाइ अब एकैचोटि फुस्क्यो भने त लाउनुपर्छ घरिको घरि यसो लुज हुन्छ ए अब यो चाहिँ कतिको खाने त टुप्पै खाने बाङ्गो ओइ फुट्छ नि त भाइ बियड अहिले लाट जस्तो नगर है ए यो चाहिँ कसले बनाएको नि हेर त यो चाहिँ भाइले बनाएको हो यो चाहिँ मैले बनाएको हो दुईटामा कुन चाहिँ राम्रो लाग्यो कुन चाहिँ बेर लगाएको त्यो लुगा लगाएर भने अगाडि मोटो देख्दैछ त्यो यो काँचो पनि हेर्नु नि काँचो पनि कस्तो हाँसेर बनाउँछ यो मैले बनाएको नि कति चक्कै छ है अब यसले चाहिँ बिहान मर्निङ वक गर्नु पर्यो नि